फाइनल्ली सामान आइपुगेको छ। आउनुहोस् हामी सबैजना मिलेर अनबक्सिङ गरौँ। म चाहिँ खोल्दैछु। हेर्नुहोस् यो भित्र के छ। खोल्न नसकेर अर्को बिजोग छ मेरो त्यहाँ। बल्ल बल्ल खोले। त्यो पनि यति साह्रो लगाएको रहेछ कि फाइनल्ली ओपन भयो। हेर्नुहोस् यो के होला। कसले पठाइदिएको जस्तो लाग्छ तपाईँलाई? एकदमै राम्रो थियो। त्यहाँभित्रको सामानहरू हेर्दैछु मैले। त्यो पनि हेर्नुहोस्। यहाँभित्र नि कपडाहरू छ तर कसले पठाइदिएको होला तपाईँहरूको विचारमा? त्यहाँभित्र चाहिँ मेरी आमाले पठाइदिएको सामानहरू रहेछ। त्यसरी भित्रैबाट पोको खोलेर निकालेको मैले। हेर्नुहोस् आमाको माया कति हुन्छ। यो चाहिँ मेरो कपाल एकदमै झरेको भएर मैले मगाएको थिएँ। यो चाहिँ चक्लेट हो। मलाई कसैले पठाइदिनु भएको धेरै धन्यवाद छ तपाईँलाई। यो चाहिँ मह हो। मेरी आमाले किनेर पठाइदिनु भएको। र यो चाहिँ घिउ हो। यो सेम्पू हो। मेरो टाउकोभरि घावै घाउ भएको छ, त्यसैले यसको यसलाई प्रयोग गर्न खोजिरहेको छु। एउटा नङ पालिस अनि फेस वास। फाइनल्ली सामान त त्यही नै हो। अरू सामान ओपनिङ गर्दै जानेछु। भिडियो हेर्दै गर्नुहोला।